नाम जाने बाटैमा चौकी लाको माया ला छैन भन्छौकी। पटे गाइस ब्याक टु युट्युब च्यानल हजुरलाई स्वागत मेरो युट्युब च्यानलमा। अनि आजको भिडियो के कसो हुन्छ हजुर अन्तिमसँग हेरेर थाहा पाउँछ। हिजोको भिडियो आयो हजुरलाई मन पर्यो होला। अनि आज हामी दिदी यहाँ नानी लिएर आएको छौँ माइत। हाई गर्दै दिदी केही भन्न चाहन्छस्? केही भन्नु छ? लाइक सब्सक्राइब के भन्यो त अंकितको भिडियोमा लाइक गर्नु सब्स्क्राइब गर्नु शेयर गर्नु होला। हामी यसरी 10K पुऱ्याइदिनु होला। हामी सेलिब्रेसन गर्नको लागि तयार छौँ। अनि यहाँ चाहिँ मम्मीले नानीको लागि झुङ्गेला गराइदिनु पर्छ। अनि नानी नसुतेर गाइस हेर्नु सङ चाहिँ कुकुरले सुन्नु भएको छ गाइस। एकछिन हल्का काट्छु म। सुत्नुपर्छ हाम्रो सुशीला दिदी पनि सुत्नुपर्छ। यहाँ नानी यता मोबाइल हेर्न छिन्। नानी हाई गरिदेऊ। यो गाइस के हुन्छ कस्तो हुन्छ हजुरलाई हामी देखाउँछौँ। हाम्रो आमाले किन बोलाउनु भयो गाइस? किन के भन्नुपर्छ अरे? कस्तो के बोल्ने बोल्नु न, जे मन लाग्यो त्यही बोल्नु न। के भन्छ? एउटा गाना दोहोरी हान्दिनु। दोहोरी हान्नु न के एउटा। ल गाइस हाम्रो आमाले एउटा दोहोरी हान्नुहुन्छ है। ल दोहोरी हान्नुहुन्छ आमा। अभी मजा आएगा ना भिडो। एउटा हान्नु न दोहोरी जे भयो नि। छिटो हान्नु न। के म गिरे बच्चा लाग्दैन। ल छिटो ल छिटो छिटो। पुरै युट्युबमा देखिन्छ यो। पुरै मान्छेले हेर्न मिल्छ। जे मन लाग्छ त्यही भन्नु न। जे आउँछ त्यही छिटो के। अस्तिको नाम त हेला आन्दैन त। सोच्नु न। ल ल गाउनु। दानसिंहको बिनी बजारमा बसी के अरे जेलमा बसी लाइदेऊ कि म होइन क्या? मजा नहीं आ रहा है। मिल्यो त मिल्यो। होइन दानसिंहको बिनी बस झ्यालमा बसी लैजाऊ कि नानीलाई लाइदेऊ कि महानी हो क्या? झ्यालमा बसी लाइदेऊ कि महानी। रुको जरा सबर करो। बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। दानसिंहको बिनी बजारमा बसी लाइदेऊ कि महानी लाइदेऊ कि महानी। भयो कोही कस्तो भयो? अरू 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 के आउँछ नि भन्नु? अरू अरू भन्नु न आउँछ भने। कस्तो अर्को के भन्छ कि गीत पनि कति राम्रो भन्छ। बस्नु है पाले दै घेर्नलाई नालाई मा भरे आउने छु मायालु भेट्नलाई। कति राम्रो। पाले दै घेर्नलाई नालाई मा भरे आउने छु मायालु भेट्नलाई। भयो आएन क्या? भयो राम्रो। अरू आउँछ आउँछ भन्नु न। अरू के आउँछ र? आउँछ नि भन्नु न। गाई जोस् मजा आउँछ यस्तो बुढापाकाको कुरा सुन्न। ए पहिलामा गाई पाला थिएँ गाई लैजान्थे बाँस जर्मिनै दुखारी रहेछु जर्मिएर नासे आउँदैन डाकु कमायो। भन्दा भन्दै कोही पनि नहाँसे भन्दा भन्दै कोही पनि नहाँसे। अरू आउँछ अर्को पनि के भन्छ एउटा गीत यसले भन्नु न भन्नु। ए त नाम जाने बाटैमा चौकी नाम जाने बाटैमा चौकी लाको माया ला छैन भन्छौकी। भयो अब आउनु न। अरू सोध्दैछु अहिले पछि। गाइज अब अरू सोचेपछि म हजुरहरूलाई भन्छु। तपाईँको समयको लागि बाई बाई। अहिले चाहिँ मैले सर्टकट बनाउन लाग्यो। सामान यहाँ छ।
यसमा बनाउने हो प्याज स्याज काट्छु अनि त्यसपछि भेट्छु तपाईँहरूसँग गाइस म चाहिँ अहिले सबै काटेर रेडी पारिसकेँ अब यसमा चाउचाउ भन्ने पारिछ चाउचाउ पनि 3टा चाउचाउ लिएर आएको छु 2टा भुजा चाउचाउ गरेर हाल्नु नुनै पर्दैन त गाइस यसमा त त्यो कहाँ गयो गाइस मसला यसको मसलै गायब ल अब म गाइस भुजा हालेर मिक्स तरकारीसँग चटपटे बनाउनु पनि रेडी भइसक्यो मक्का बनाउँदा खाना बाँड्छ गाइस एकदम खाला खाला छक्कीको बनाउँदा खाला खाला छक्कीको बनाउँदा चलो अब खाना भेटौँ न चटपटे गाइस मैले चाहिँ योमा खाएर चाहिँ चटपटे टिभी हेर्दै हेर्नु सक्नुहुन्छ योमा खाने गाइस चटपटे मजा आउँछ योमा खान चाहिँ हजुर कसले मनपर्छ यस्तोमा खान ल अब भेटौँला खाएपछि हजुरहरूलाई आजको भिडियो मन पर्यो होला भिडियो मन पर्यो भने च्यानललाई लाइक गर्नु र भिडियोलाई सब्सक्राइब गर्नु होला अब मन पर्यो भने च्यानललाई लाइक गर्नु र भिडियोलाई सब्सक्राइब गर्नु होला अब भेटौँला अर्को भिडियोमा तबसम्मलाई बाई बाई